साथीहरू, के गुगल कम्पनी साँच्चै नेपाल आउँदैछ? के हाम्रै पालामा अब नेपाल टेच अप कम्पनीको सेन्टर बन्न थालेको हो? चारैतिर यस्तै हल्लाले इन्टरनेट तातेको छ। विश्वास गर्नुस् या नगर्नुस् साथीहरू, एउटा यस्तो रिपोर्ट बाहिर आएको छ जसले गर्दा सारा नेपालीलाई गर्व बनाउनेछ। खबर अनुसार गुगलले 5 वर्षको लागि डाटा अपरेट गर्नको लागि हाम्रो देशसँग कोलाबोरेसन गरेको छ र यसको लागि लगभग 5 बिलियनको लगानी लाग्ने अनुमान गरिएको छ। यो सब हुनुमा बालेन शाहको लिडरशिपको कतिको हात छ तल कमेन्टमा पनि भन्न सक्नुहुन्छ। बालेन शाहको लिडरशिप र काम गर्ने तरिकाले गर्दा अहिले हाम्रो देशमा ठुला ठुला कम्पनीहरूले र विदेशीहरूले आँखा लगाएका छन्। यदि यो कुरा साँचो हो भने नेपालको इन्डस्ट्रीले पनि ठुलो फड्का मार्न सक्छ। विदेशी आइटी इन्जिनियर, कम्प्युटर इन्जिनियर र कन्टेन्ट क्रिएटरहरूले नेपालमै स्वदेशी नयाँ मौका पाउँछ। तपाईलाई के लाग्छ? के यो कुरा सत्य होला? यदि सत्य हो भने हाम्रो देशलाई फाइदा हुन्छ कि हुन्न तल कमेन्टमा भन्नु।